मात्रै भन्न पाइएन नारायण सरलाई गोपाल छन्देले सम्पूर्ण लिडर के भएछ निकाल्नु पर्यो नि त जसले बोल्छ होइन भित्र गएर त्यसो भन्न पाइएन के भयो भित्र गएर चाहिँ आज विशेष गरेर चुनावी माहौल व्यवस्था एकदमै हाम्रालाई भन्दा पनि राम्रालाई चुनेर चाहिँ एकदमै भोट हाल्नुहोस् निर्धक्क तरिकाले तपाईँहरूको भोट चाहिँ खेरो नजाओस् आदरणीय उत्तम केसीज्यूलाई निष्पक्ष तरिकाले चाहिँ चुनाव भोट हालिदिनु होला। यहाँ हुनुहुन्छ वरिष्ठ कलाकार हास्य कलाकार निष्पक्ष तरिकाले जिताउनु होला उहाँलाई उहाँको माल र लाइन राख्नुभयो हाम्रो सरहरू लाइभ कति हालिसकेको छु मैले यहाँ चाहिँ पुरै चुनावी माहौल भइरहेको अवस्था हाम्रालाई भन्दा राम्रालाई जिताउने भन्ने उद्देश्य है हाम्रालाई भन्दा राम्रालाई जिताउने उद्देश्यको साथ यता राम्रो मेरो भन्नुहुन्छ नेपाली चलचित्र सङ्घलाई हाम्रो होइन कि राम्रो चाहियो र त्यो पछाडि दरिलो खम्बा जस्तो चाहियो तपाईँ काम गर्नु सक्ने योग्य मान्छे छान्नुपर्ने बेला आएको छ। एकदम 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 नाथलिङ्ग भएको छ, व्यवस्था राम्रो भएको छैन, अहिलेको भएको माहौल पनि देखिसक्नु भएको छ सबैले। हामी त्यो ठाउँमा पुगिसकेपछि यो सब चिज छौँ र हरेक दुःख पाएको एकदम कलाकारहरूलाई हेरविचार गर्नेछ। तपाईँलाई अग्रिम बधाई छ होइन, तपाईँको नामै खम्बा भएर एकदम मजबुत भएर उभिनु होला होइन, निष्पक्ष तरिकाले होइन, कुनै धारा लिनु बेकार तपाईँले एकदम भोट हाल्नेछन् भन्ने म विश्वास गर्दैछु। नमस्ते मेरो बहिनी, के छ हौ हाम्रो भिडियो